ल आज चाहिँ यहाँ हामीले है मुरब्बा बनाउन लाग्छौँ। टक्क यहाँ भेली काटिरहेछ यहाँ स्वयं रेशमीले होइन मुरब्बा यहाँ होइन। अब यहाँ यतापट्टि चाहिँ हाम्रो चाहिँ अब यसरी यहाँ आँप छ है। यो आँप यसरी अनि त्यसपछि अब यो आँपले गरेर यसरी यहाँ तेल हालिसक्यो। खुर्सानी यहाँ छ। खोइ बेसार ल्याउ त। यसरी अब मुरब्बा बनाउने योजना छ। ल यसरी मुरब्बाको लागि है तेल ल खरिसक्यो। ल हाल बढी हाल। ल बेसार हाल। ट्याक्क आज मुरब्बा बनाउने यो साँझमा होइन रातिमा टक्क यसरी ल खुर्सानी कुराएर बेसार कुराएर ल यसरी अब आँप गयो। ल मुरब्बा बनाउने तयारी अब ल ल ल ल ल कसैलाई चाहियो भने खबर गर्नु। यसरी खारा यसरी मुरब्बा बन्दै आज घरमा चाहिँ ट्याक्क चट्नी है। यो मासु सासुको 1-2 वर्षको खानुभन्दा यो फ्रेस ट्याक्क आँपको चाहिँ अचार मुरब्बा बनाएर यसरी भातसित खाँदा एकदम मिठो हुन्छ भनेर ट्याक्क आँपको चाहिँ अचार मुरब्बा बनाउन गइरहेको छु अहिले। यसरी बन्दैछ। कस्तो बन्छ टेस्ट गरेर पनि मैले तपाईँहरूलाई देखाउँछु है। ल यसरी चलाउँदै है। ओहो यस्तो भइसक्यो है आँप चाहिँ। यसरी अब पकाइ यसो चलाउँदै गरौँ। यो खाना मिठो भयो पनि पकाउन चाहिँ दुःख हुँदो रहेछ फेरि यार है। यसरी गल्दैछ। ल पकाइ डर नलाग्यो तल डर नलाग्यो। ल यसरी पकाउँदैछौँ है रातिमा। ल अब के हाल्ने होइन। ल यस्तो भएछ। ओहो रस आइसक्यो मुखमा यार। केही मिल्नु पर्ने भयो। ओहो ल ल यसरी पाक्दैछ अब आँप। ल यसरी पाक्दैछ है आँप चाहिँ। ल फाइनल्ली अब यसको मिठासको लागि है भेली हाल्दै ल गुड हाल्दै यसरी ल हाल यसरी है। यसको लागि मिठासको लागि बल्ल ल यसरी अब हाल्दै ल यसरी भेली हालियो। अब यसरी चाहिँ चलाउँदै ल मुखमा रस आई। ओहो ल यसरी मुरब्बा चाहिँ तयार हुँदैछ अब। ल यसरी रातको समयमा मुरब्बाको अचार बनाउँदै ल फाइनल्ली मुरब्बा यो अचार चाहिँ रेडी भइसक्यो। अब ट्याक्क मुखमा पानी आइसक्यो यसरी। ल यसरी सब रेडी भइसकेछ। अब खानालाई सब रेडी भइसक्यो। ल कसैलाई मुरब्बा खान पर्यो भने सम्पर्क गर्नु होला।